नमस्कार साथीहरु, टेक्निकल सम्बन्धी नयाँ भिडियो लिएर आउने क्रममा आज चाहिँ मेरो राष्ट्रिय परिचय पत्र प्रिन्ट भयो कि भएन त्यसको बारेमा भिडियो लिएर उपस्थित भइसकेको छु। अहिलेसम्म पनि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरी बेल आइकन थिच्नु होला र नोटिफिकेसनमा अलमा क्लिक गरिदिनु होला ताकि यो च्यानलमा अपलोड हुने भिडियोहरु सबभन्दा पहिला तपाईको डिभाइसमा जाओस्। हस्त अब लागो ल्यापटपको स्क्रिन तर्फ। सबभन्दा पहिला चाहिँ कुनै ब्राउजर छान्नु होला। म यहाँ पहिलादेखि नै क्रोम ब्राउजर छानेर राखिसकेको छु। अब यो क्रोम ब्राउजरको गुगल सर्च बारमा यहाँ टाइप गर्नु होला फाइन्ड योर नेशनल आईडी नम्बर। फाइन्ड योर नेशनल आईडी नम्बर टाइप गरेर चाहिँ क्लिक गरिदिनु होला। अब क्लिक गरिसकेपछि चेक नेशनल आईडी कार्ड्स स्ट्याटस सिटिजन पोर्टल। अब योमा हामीले के गर्ने त यो चेक नेशनल आईडी कार्ड स्ट्याटस सिटिजन पोर्टलमा क्लिक गर्ने। अब योमा क्लिक गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ देखाइराखेको छ चेक नेशनल आईडी कार्ड्स स्ट्याटस। अब रिक्वेस्ट नम्बरबाट पनि चाहिँ चेक गर्न सक्छ अथवा नेशनल आइडेन्टिटी नम्बर NIN बाट पनि चेक गर्न सकिन्छ। हामीले के गर्ने त यहाँ नेशनल आईडी नम्बरबाट चेक गर्ने। अब यहाँ चाहिँ 218 स्पेस 234 स्पेस 891 स्पेस 6 चाहिँ मेरो नेशनल आइडेन्टिटी नम्बर छ। अब यसमा चाहिँ के भनिराखेको छ क्याप्चा। अब क्याप्चा चाहिँ हाल्न भनिराखेको छ। म क्याप्चा हाल्न गइराखेको छु GXI4OF। यो चाहिँ क्याप्चा छ। अब यो क्याप्चा चाहिँ हालेर के गर्ने त सर्चमा क्लिक गरिदिनु होला। अब इनभ्यालिड चाहिँ क्याप्चा देखाइराखेको छ। अब चाहिँ ठीक भयो। अब यो सर्चिङ लिइराखेको छ। अलि चाहिँ नेपालमा नेट स्लो नै हुन्छ हैन, त्यही भएर अलि सर्चिङ लिइरहेछ। अब वेबसाइटमा पनि सर्भरहरुको पनि प्रब्लम हुन्छ। अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ देखाइराखेको छ योर एप्लिकेसन हैज बीन एप्रुभड। मतलब तपाईको एप्लिकेसन एप्रुभ भइसकेको छ। योर नेशनल आइडेन्टिफिकेसन नम्बर इज यति दिएको छ। योर कार्ड इज इन द प्रिन्टिङ प्रोसेस। मतलब मेरो नेशनल राष्ट्रिय परिचय पत्र चाहिँ प्रिन्टिङ प्रोसेसमा गइसकेको छ। After some time, you will receive an SMS notification when the card arrives at the location where you register your detail। मतलब के भनिराखेको छ कि यदि तपाईको जुन ठाउँबाट चाहिँ राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ त्यो ठाउँमा प्रिन्ट भएर आउँछ भने मोबाइलको SMS नोटिफिकेसनबाट जानकारी हुन्छ कि तपाईको राष्ट्रिय परिचय पत्र प्रिन्ट भएर आइसकेको छ। हस्त धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत छोटो मिठो प्रतिक्रिया दिनु होला ताकि आगामी दिनमा यस्तै खाले हस्त धन्यवाद। यो भिडियो कस्तो लाग्यो कमेन्ट मार्फत छोटो मिठो प्रतिक्रिया दिनु होला ताकि आगामी दिनमा यस्तै खाले जानकारी मूलक भिडियो बनाउन मौका मिलोस्। हजुरहरुलाई अलिकति समय छ भने यहाँ स्क्रिनमा शो भइरहेको हाम्रो भिडियोहरु चेक आउट गरिदिनु होला। हस्त धन्यवाद। जय नेपाल।